यता नेपाल फोन गरिहाल्नु, सेफ छु, यता छु, मेरो कन्डिसन यस्तो छ, यताउति छ भनेर फोन गरिहाल्नु सबैलाई है। त्यति भन्न चाहन्छु म, रिक्वेस्ट छ राजाहरू, यदि फोन गरेकै पनि छैन, यताउति छैन भने टक्क फोन गरिहाल्नु, म सेफ छु यताउति भनेर भनिहाल्नु है राजाहरू। ओके, मलाई चिन्ता भइसक्यो, मलाई तनाव भएर त्यति धेरै भिडियो हेरिरहेको छु होइन। अनि त्यो बाटोमा दौडिरहेको, अघि एउटा मिसाइल खसेको भिडियो हेरेको थिएँ, त्यो हेरिरहेको बेलामा बाटोमा नेपाली दाजुभाइ नै दौडिरहेको जस्तो पो देखेँ त, बुझ्यौ। त्यसैले सबैजना सेफ हुनु, आफ्नो घर परिवारमा फोन गरिहाल्नु राजाहरू सबैलाई यार। तनाव भइरहेको छ, यताउति भइरहेको छ, प्यानिक कहिले नहुनु, प्यानिक स्यानिक हुनु हुँदैन है, प्यानिक हुने होइन, बुझेको बुझेन। गोर्खालीका छोरा हूँ, प्यानिक स्यानिक मलाई पो टेन्सन भयो त। माहौलै छैन, माहौल छैन। आफ्नो नजिकको दाजुभाइ यताउति जो पनि गएका छन् बाहिर विदेश, यताउति मिडल इस्ट साइडतिर स्पेसल त्यता गइरहेका मान्छेहरू सम्पूर्णलाई फोन गर्नु होला, यताउति के छ खबर, यताउति छ। यदि बाहिरबाट कोही हेरिरहेका छ भने आफ्नो फ्यामिलीमा यताउति फोन गरिहाल्नु। यस्तो समयमा घर परिवारमा चिन्ता हुन्छ, यताउति हुन्छ, गरिहाल्नु राजाहरूमा। सबैले रेस्पेक्ट छ, माया छ। अहिलेको टाइम भनेको एकता बनाउने हो, एकता बनाएर राख्या बाहिर विदेशमा पनि सबजना आनन्दले एकजुट भएर बस्नु, केही पनि हुँदैन है। भगवान् छन्, पशुपतिनाथले रक्षा गर्छन् सबजनाको। ओके, सबजना त्यो कुराको टेन्सन नलिनु, यताउति नलिनु, नआत्तिनु। नेपाली हुन् तर आत्तिँदैन, नआत्तिनु कोही पनि। भगवान् पशुपतिनाथ छन्, सबजनाको रक्षा गरिदिनु, सबैजनाको रक्षा हुनु। सबैलाई त्यति भन्न चाहन्छु, स्टे सेफ एभ्रीबडी, स्टे सेफ मिडल इस्ट, त्यति नै भन्न चाहे। ओके, थ्याङ्क यू सो मच फर वाचिङ आवर लाइभ।